नमस्कार, जयमसी। म चाहिँ मेरो फेरि पनि एउटा पुरानो हस्तकला देखाउन गइरहेको छु। विशेष गरी हाम्रो बुहारी सृजनलाई धन्यवाद दिन चाहन्छु। उहाँले हौसला दिनुभएको कारणले यो चाहिँ मैले खोसेलाबाटै बनाएको यो चाहिँ सबै खोसेलाबाट हो। यो चाहिँ लकडाउनको कामहरू कमललाई राख्दै पुरानो भइसक्यो। यिनीहरू चाहिँ अलिक ठिकै छ। यिनीहरू पनि होइन, कपहरू राख्नु, सानो कपहरू राख्नु, यो सब काम चाहिँ मेरो लकडाउनको काम। लकडाउन भएपछि मैले अल्छी लागेर बनाएको कामहरू धेरै बनाएको थिएँ सकिएर त, तर कता कसो लगाइदिनु भयो। यसरी राख्दाखेरि गमला राम्रो देखिन्छ। यो चाहिँ मेरो मुसाले खाइदिएको हो अब धेरै समयबाट। अनि साथीहरू यो चाहिँ सबै किरिङहरू है, किरिङहरू यसरी मैले बनाएको थिएँ। अनि कुनै त यहाँनिर मुसाले पनि खाइदिएको छ, लङ टाइम भयो नि त है। त्यसरी यसरी बनाएको छ। अनि चाहिँ बनाउँदै गरेको साथी हेर्नुहोस् न, यो खसेलाद्वारा पनि राम्रो कामहरू हुनसक्छ, तर हामीलाई नजानेर रहेछ है। अनि चाहिँ मेरो सबैभन्दा मलाई मनपर्ने मेरो यो पिरालाई के भन्छ है। अनि यो पनि एकदमै धेरै मिहिनेत लागेको चाहिँ खानाहरू राख्दाखेरि टेबलमा होइन, एकदमै तातो चिज राख्नको लागि राम्रो हुन्छ। अनि यो चाहिँ तपाईँको यो चाहिँ मैले पुरानै बनाएको थिएँ, पुरानो स्टाइलको हो, पुरानो भइसक्यो। यो पनि पुरानै चाहिँ एकदमै धेरै मिहिनेत लागेको छ। यो पनि है, नयाँ स्टाइलले मैले बनाएको पुरानो भयो। तर मलाई चाहिँ के लाग्यो भने यो पिरा खसेलाको पिरामा चाहिँ बस्दाखेरि शरीरलाई राम्रो अलिक अकुपञ्चर भएको हो कि जस्तो खालको फिल हुन्छ। साथमा चाहिँ पिरा राख्ने गर्छ है साथीहरू। हेर्नुहोस् त, खसेलाबाट पनि कति राम्रो कामहरू हुने रहेछ है। अब हामीलाई चाहिँ यहाँको अहिले त धेरै राम्रो छ, पहिले त थाहा भएन है, अहिले त राम्रो छ। हुन्छ साथीहरू, केही सजेसन छ भने बताइदिनु होला। धन्यवाद, बाई बाई।